1 किलोमिटर अगाडि बोर्डर हैन, यता बोर्डरबाट तपाईको ठ्याक्कै नजिकै लुम्बिनी कार डेकोर हैन, टक्क लाएर बोर्डरको साइडमा अरु ठाउँ भन्दा चाहिँ एकदम राम्रो छ। यहाँ सामान यताउता मगाएर भए पनि हालिदिन्छ, राम्रो छ। हामी चाहिँ अहिले लुम्बिनी कार डेकोरमा छौँ हैन। हामीले चाहिँ डेकोरेसनको लागि चाहिँ उ गरेर आएको, तर डस्टरको अलिकति मोडल आउट भएको भएर सामान त्यति नपाए पनि हामीले मगाई चाहिँ हाल्यौँ हैन। हाम्रो लुम्बिनी कार डेकोरको साउजी उहाँ हुनुहुन्छ, एकदम राम्रो हुनुहुन्छ है। यहाँ हेर्नुहोस् तपाईहरुले कस्तो कस्तो खालको काम भएको छ, मजाले हेर्नु, राम्रोसँग काम गर्दैछ। हामीले चाहिँ लाइटिङको काम गर्यौँ हैन, यसको सामानहरु पार्टहरु हाल्यौँ, नभएको गार्ड लेग गार्ड हाल्यौँ हैन। पछाडीको ओरिजिनल डस्टरकै नेपालमा हतपत्त पाइदैन, यहाँ भयो भने तपाईको सबै कुरा पाइयो। ल अब भित्र हेर्नुस् कति राम्रो डेकोरेसन हैन, सिटिक्क भएको छ। सीट कभरहरु पनि टक्क बकेट फिटिङ सीट कभर, प्राइस पनि एकदम रिजनेबल छ हैन। हामीले एम्बिएन्ट लाइटहरुको काम गरेका छौं, तपाईहरु हेर्न सक्नुहुन्छ, एकदम राम्रो भएको छ काम। हरेक ठाउँमा चाहिँ तपाईको डिटेलिङ देखि लिएर सबै कुरा राम्रो छ हैन। तपाईहरु आएर चाहिँ चट्ट सुनौली बोर्डरमा नजिकै हैन, धेरै टाढा दौडिराख्नु नपर्ने, बोर्डरबाट एकदम नजिक हैन। एकदम तपाईको फिनिशिङ हेर्नु हैन, एकदम राम्रो क्लियर छ काम चाहिँ। जस राम्रो लाग्यो, हाम्रो नेपालमा जस महँगो पर्ने सामानहरु यहाँले सस्तो पनि पर्ने भयो र राम्रो पनि एकदम डिटेलिङका सहित तपाईको हेर्नु न, नयाँ मोडर्न कारको फिल आइरहेछ।